आज गाइज बर्बादै भएछ। मम्मीको मोबाइल त एक्कासी चल्ने पो बन्द भयो त नि। हेरेर सक्नुहुन्छ मम्मी त पुरा स्याड भएर बसिरहेको हुन्छ। मम्मी त हुन्छ नि छोरा बुहारीले मोबाइल किन्दै पनि हुने भने आश गरेर बसिरहेको हुनुहुन्छ। अनि हामीलाई चाहिँ मम्मीले आइफोन 17 प्रो म्याक्स किनिदिएको हुनुहुन्छ। अनि हामी चाहिँ मम्मीलाई एउटा सानो फोन पनि किनिदिन नसक्ने त्यस्तो त हुँदैन त गाइजहरु। सो त्यही भएर चाहिँ हामीले छोरीलाई चाहिँ छुप्पा छुप्पा गरिओरी बुढाबुढी मिलेर चाहिँ मस्तसँगले फोन किन्नको लागि हामी गयौँ। अब कुन फोन किन्ने त हामीलाई केही पनि थाहा छैन। हामी चाहिँ गाइजहरु धेरै जस्तो फोनदेखि लिएर टेम्परदेखि लिएर कभरदेखि लिएर सबै कुराहरू हामी वान क्लिकमै किन्छौँ। सो त्यही भएर हामी चाहिँ वान क्लिकमै जान्छौँ फोन किन्दाखेरि पनि। मम्मीको लागि हामी कुन फोन किनौँ त हामीलाई केही पनि थाहा छैन। मलाई त अब धेरै जस्तो आइफोनको बारेमा थाहा छ तर एन्ड्रोइड फोनको लागि मलाई केही पनि थाहा छैन। सो मैले यो कुरा चाहिँ गर वान क्लिकको म्यानेजरहरुसँग गएर मैले सोध्नु पर्ने हुन्छ। अनि हेर्न सक्नुहुन्छ वान क्लिकमा यति धेरै भिड छ गाइजहरु। तपाई हामीलाई चाहिँ गाइजहरु एन्ड्रोइड फोनको लागि बेस्ट अप्सन भनेको रेडमी दिएको हुनुहुन्थ्यो क्या उहाँहरूले चाहिँ नि। हैन गाइजहरु यो रेडमीको फोन कति धेरै राम्रो के। डिस्प्ले पनि गोरिल्ला ग्लास 5 बाट रहेछ। ब्याट्रीको पावर पनि 5520 एमएच पावरको रहेछ। र उहाँहरूले चाहिँ मलाई यतिसम्म भन्दै हुनुहुन्थ्यो कि तपाईहरु गेमिङ खेल्नुहुन्छ भन्छ झनै बेटर हुन्छ यो फोन भनेर पनि भन्दै हुनुहुन्थ्यो। र यो फोनमा एकचोटी चार्ज गरेपछि 3 दिनसम्म चाहिँ ढुक्क चल्ने खालको फोन रहेछ। अर्को कुरा मलाई चाहिँ के मन पर्यो भने यो फोन चाहिँ वाटर रेजिस्टेन्स पनि रहेछ र क्यामेरा पनि एकदमै धेरै राम्रो। अनि यो फोनको अर्को फिचर्सको कुरा गर्दाखेरि यो फोनमा चार्ज छ अर्को फोनमा चार्ज छैन भने यो फोनबाट अर्को फोनलाई चार्ज गर्न पनि मिल्छ जुन कि पावर बैंक जस्तो काम गर्छ। कुरा भनेको चाहिँ यो फोनको तपाईहरुलाई 1 वर्षको वारेन्टी पनि हुने रहेछ जुन कि फोनहरु बिग्रो भने रिप्लेसमेन्ट पनि हुने। फोन किन्दाखेरि जुन जुन कुराहरु आउँछ त्यसमा चाहिँ अहिले एयरबड्स पनि आउने रहेछ। यो कुरा चाहिँ मलाई एकदमै धेरै राम्रो लाग्यो। हजुरहरुले चाहिँ यो फोन किन्दाखेरि किस्ताबन्दीमा पनि पाउन सक्नुहुन्छ जुन कि 40% डाउन पेमेन्ट गरेर चाहिँ किस्ताबन्दीमा लिन सक्नुहुन्छ। मलाई त गाइजहरु यो अफर एकदमै धेरै राम्रो लाग्यो। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। सो तपाईहरुले फोन लिनुहुन्छ भने वान क्लिकमा आजै भिजिट गरेर लिन सक्नुहुन्छ। हस्त धन्यवाद।